परमप्रभुलाई धन्यवाद भएको होस्। आज पनि मैले हजुरहरूको अगाडि जीवित र इम्पोर्टेन्ट वचन ल्याएको छु। यो वचन चाहिँ यिर्मया 25 अध्यायको 4 देखि 6 सम्म लेखिएको छ। तपाईँहरू जहाँ बसेर हेरिरहनु भए तापनि जय मसीह अभिवादन। तपाईँहरूलाई यो वचनले आशिष मिलेको होस् र यो वचनले हामी विश्वासीलाई के भन्दैछ है त हामी ध्यान दिएर सुन्नेछौँ। परमप्रभुले आफ्ना सबै दास अगमवक्ताहरूलाई यसो भनी घरिघरि पठाउनु भए तापनि तिमीहरूले सुनेनौ अथवा तिमीहरूले ध्यानै दिएनौ। तिनीहरूले भने, तिमीहरू हरेक आफ्नो खराब चाल र खराब व्यवहारदेखि फर्क र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता पुर्खाहरूलाई सदा सर्वदाको लागि दिनुभएको देशमा बस्न पाउनेछौ। पराई देवताहरूको सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रिस नउठाऊ, तब म तिमीहरूको केही नोक्सानी गर्ने छैन भनेर उहाँले भन्नुभएको छ। हेर्नु त, यहाँ घरिघरि उहाँले अगमवक्ताहरूद्वारा वचन बोल्नुभयो र बोल्नुभएको छ र हामीले ध्यान दिएनौँ भने चाहिँ उहाँले प्रतिज्ञा गरेको देशमा हामी जान सक्दैनौँ है। तपाईँ र म चाहिँ त्यो देशमा जान पाउँदैनौँ र हामी मूर्ति पूजा गरेर उहाँलाई रिस उठाइ नै रहौँ भने पनि हामी त्यहाँ जान पाउने छैनौँ। र यदि उहाँको आज्ञा पालन गरेर उहाँको वचन सुनेर उहाँले अगमवक्ताहरूले उहाँबाट बोल्नुभएको वचन सुनेर हामी उहाँपट्टि फर्क्यौँ भने चाहिँ उहाँले हाम्रो केही हानि गर्ने छैन भनेर उहाँले यसरी तपाईँ र मलाई भन्नुभएको छ। यो वचनले तपाईँहरूलाई आशिष मिलेको होस्। आमेन।